आदरणीय दर्शकबिन नमस्कार सबैजनालाई। हजुरहरु हेर्न सक्नुहुन्छ यो ढिकावनदेखि घोराई जाने बाटो र बस आइरहेछ। अनि असाध्यै रमाइलो ठाउँ छ, तर के गर्ने बाटोको विकास चाहिँ खासै हुन सकेको छैन र यो बर्खाको पानीले गर्दा यो बाटो चाहिँ एकदमै खराब भएको हुनाले हजुरहरु हेर्न सक्नुहुन्छ। तर बस ड्राइभर चाहिँ धेरै हिम्मतवाला भएको हुनाले राम्रोसँग उहाँले कम्पेयर गर्न सक्नुहुन्छ। देख्न सक्नुहुन्छ यो जब ड्राइभरिङ हेर्नुहोस् सक्नुहुन्छ। बाटो जस्तो भए पनि ड्राइभरहरू चाहिँ एकदम हिम्मतवाला छन्। बाटो भने एकदम पीडादायक रहेको छ। हजुरहरूले म पुरा बाटो देख्न चाहन्छु र हेर्न सक्नुहुन्छ। ज्यानको केही परवाह नगरी चलाउनु पर्ने स्थिति आउँछ। यस्तो छ बाटो। अब बर्खाको पानीले गर्दा बाटो चाहिँ एकदमै धेरै नै खराब देख्न सक्नुहुन्छ। बाटोको स्थिति हो चाहिँ अब यतातिर म धेरै जान चाहिन। ठुला ढुङ्गाहरू खसेको थियो। त्यही भएर दिउँसो घाम लागेको बेला पनि जोखिम चाहिँ छ है हाम्रो ठाउँमा। तर यतातिर भए पनि उतातिर गाउँतिर चाहिँ एकदम राम्रो छ। ढुङ्गा खसेको ठाउँ पनि म देखाउन चाहन्छु। टक्क यो माथिको ढिकदेखि खसेको थियो। हेर्न सक्नुहुन्छ। त्यहाँ माथिदेखि देख्न सक्नुहुन्छ ढुङ्गा। खसेको खसी छ। बाटोको दुर्गति त देखिहाल्नु भयो। हेलो टाटा बाई बाई।